साथीहरु सबैजनालाई मेरो तर्फबाट नमस्ते। म चाहिँ नवीन महरा भेरी नगरपालिका 2 3 जाजरकोटदेखि बोल्दैछु म चाहिँ है। आज चाहिँ म तपाईहरुको माझमा विशेष गरी बेलुकाको समयमा खोर कसरी सफा गर्न सकिन्छ हैन, बङ्गुरलाई चाहिँ रोग लाग्न नदिनबाट चाहिँ कसरी बचाउन सकिन्छ भन्ने बारे आजको भिडियो छ। भिडियो अन्तिमसम्म हेरिदिनु होला र मन परेमा लाइक कमेन्ट सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला, ताकि म यस्तै भिडियो ल्याएर चाहिँ पछि आउनलाई चाहिँ प्रेरणा हुन्छ। त्यही भएर लाइक कमेन्ट सब्स्क्राइब चाहिँ गरिदिनु होला है। साथीहरु बेलुकाको समयमा चाहिँ यसरी सफा गर्नुपर्छ। फोहोर धेरै बनाएको हुन्छ, त्यही भएर चाहिँ यसरी पहिला यसलाई सट्टै बढालेर हैन हामीले चाहिँ यसरी बेलुकाको समयमा कुसुम बिछाउने गरेका हुन्छौँ। यो कुसुमलाई चाहिँ पहिला बाहिर फालौँ। त भाले त रक्क त्यो चाहिँ उसले सफा गरिसकेपछि यसरी सफा गर्नुपर्छ है साथीहरु। पानीले पनि यसरी पानीले पनि टक्क है, कहिले मात्र है विशेष गरी सफा गर्न लाग्छ। अहिले भाले साथीहरु भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला है। म बङ्गुरको खोर चाहिँ सफा गरिसकेपछि कस्तो हुन्छ लास्टमा, र यो सफा गरिसकेपछि मैले यसमा के बिछाइदिन्छु त यिनीहरूलाई तातो हुने तरिकाले भन्ने विषयमा चाहिँ आजको भिडियो छ है। मैले चाहिँ अहिले सफा गर्छु र सफा गरिसकेपछि मेरो फर्मभित्र चाहिँ दाना कस्तो खालको दिन्छु त भन्ने विषयमा पनि भिडियो छ है। अन्तिमसम्म हेरिदिनु होला, भिडियोलाई चाहिँ ब्याक नगरिदिनु होला है। भिडियो चाहिँ लास्टसम्म हेरेर साथ दिनु होला। आजको भिडियोले चाहिँ तपाईहरुको व्यवसायमा 50% 100% चाहिँ व्यवसायमा चाहिँ प्रेरणा हुनेछ, फाइदा हुनेछ है। बेलुकाको समयमा तपाईको यसरी सफा गर्न चाहिँ आवश्यक छ है, किनकि धेरै फोहोरहरु गरे हुन्छ नि त, बिसाहरु धेरै गरे हुन्छ। यो चाहिँ सफा गर्ने हैन, सफा गरेर फेरि बङ्गुरहरुलाई यसरी चिसोमा बस्न दिने पनि हैन नि, फेरि त्यो पनि विचार गर्नुपर्छ। हामीले चाहिँ बङ्गुरको लागि सोत्तरहरु हैन यसरी सफा गरेर यसरी सफा गरेर चाहिँ सोत्तरहरु बिछाइदिनु पर्छ। सल्लीको कुसुमहरु अथवा परालहरु नलहरु हैन केही चाहिँ बिछाउनु पर्छ साथीहरु, नत्र बङ्गुरलाई चिसो हुन्छ।